हेलो गाइज, वेलकम ब्याक टु माई युट्युब च्यानल। सो अर्जु लाइट च्यानलमा तपाईँहरू सबैजनालाई स्वागत छ। र आज हामी चाहिँ गोदावरी हुँदै गर्कुको फ्लाइओभरको सानो भ्लग लिएर आइसकेको छौँ। सो हेरेर इन्जोय गरिदिनु होला, लाइक सब्सक्राइब कमेन्ट पनि गरिदिनु होला भन्दछु। सो यसै गरी आजको भ्लग चाहिँ सुरु गरौँ। सो आज चाहिँ यहाँ ठ्याक्क गर्कुको चाहिँ मैले जस्ट एउटा रिल्स हालेको थिएँ, गर्कुको फ्लाइओभरको भ्लग चाहिँ आउँदैछ भनेर। सो फाइनली सो भ्लग बनिसकेको छ। छोटो भ्लग छ तर इन्जोय गरिदिनु होला हेरेर। सो फाइनली गाइज, गर्कुको फ्लाइओभरको चाहिँ भ्लग आइसकेको छ र धेरै अलिकति ढिला भयो तर ढिला आउँछ कडा आउँछ भन्ने जस्तै आइसकेको छ। तपाईँहरू सबैजनाले हेरिदिनु होला कस्तो लाग्यो फ्लाइओभर। तर नेपालमा यतिको पनि बनेको छ, यसलाई फ्लाइओभर भन्ने कि ओभरपासेज भन्ने कि के भन्ने त्यो चाहिँ मलाई थाहा भएन। कमेन्ट सेक्सनमा लेखिदिनु होला। सो फ्लाइओभरमा फाइनली फ्लाइ भइसकेको छु म चाहिँ। सो यस्तो बनाएको छ यहाँको चाहिँ, यहाँबाट चाहिँ वरिपरिको भ्यूहरू पनि राम्रो देखिएको छ। तर एउटा कुरा चित्त नबुझेको चाहिँ गाइज मलाई के भन्दाखेरि चाहिँ यो फ्लाइओभर त बनायो होइन, तर तल यसको इन्डिङ ठाउँमा चाहिँ के गरिदिएछ भन्दाखेरि त्यहाँनिर पिच गरेर कम्प्लिट गर्नुपर्ने ठाउँमा चाहिँ त्यो जुन कन्स्ट्रक्सन गर्दाखेरि भत्किएको रोडहरूलाई चाहिँ टालेर मात्रै कम्प्लिट गरेको रहेछ। सो यो चाहिँ मलाई चित्त बुझेको छैन। तपाईँहरूलाई के कस्तो लाग्छ कमेन्ट सेक्सनमा लेखिदिनु होला। र मेरो तलमाथि मिस्टेक भएको, अब मैले गर्न नजानेको बोल्न नजानेको कुराहरूले तपाईँहरूलाई चित्त बुझाएको छैन भने चाहिँ कमेन्टमा लेख्न सक्नुहुन्छ। म अभियसली सुधार्नेछु। सो होप यु गाइज सबैजनाले भिडियो हेरेर इन्जोय गरिदिनु भयो होला। छोटो भिडियो छ तर रमाइलो छ। सो सबैजनाले हेरेर इन्जोय गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ माई बिग ब्लग्स। ओके, बाई बाई, टेक केयर, हेभ अ गुड डे अल अफ यु।